आउनुहोस् आउनुहोस् गणतान्त्रिक नयाँ नेपालको राजधानीमा स्वस्थकर जीवन चलाउनुहोस्। हामी त्यस्तो ठाउँमा बसेका छौँ। हाम्रो राजधानी काठमाडौँ। पौडी खेल्न सिकेर मात्रै राजधानीका सडकमा निस्कनुहोस्। पौडी खेल्न सिकेर मात्रै राजधानीका सडकमा निस्कनुहोस्। मोबाइलमा सिग्नल नदेखिए रुखको टुप्पामा चढ्नुहोस्। अस्ति लागेको आगो निभाउन आज आउँदै गरेको दमकललाई बाटो छाड्नुहोस्। हिजो दिउँसो भागेको लुटेरा समात्न भोलि आउन लागेको पुलिस भ्यानलाई स्वागत गर्नुहोस्। कृषि सामग्री कम्पनीले बाँडेको मलसँग ढुङ्गा र गिट्टी पनि प्राप्त गर्नुहोस्। आयल निगमले वितरण गर्ने तेलसँग पानी र हावा पनि बम्परमा लैजानुहोस्। हेर्नुहोस् 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 गणतान्त्रिक नयाँ नेपालको राजधानीमा विद्युत प्राधिकरणले पठाएको बिजुली टुकी बालेर हेर्नुहोस्। सरकारले वितरण गरेको दुध 10 मिनेट उमालेर पिउनुहोस्। सरकारले बाँडेको खानेपानी 20 मिनेट उमालेर खानुहोस्। सरकारले दिएको चामल 30 चिटी लगाएर मिल्नुहोस्। कदाचित हैजा लागेमा सरकारी अस्पताल जानुहोस्। कदाचित हैजा लागेमा सरकारी अस्पताल जानुहोस्। डाक्टर नभेटिए पिएनले दिएको खती खानुहोस्। पिएन पनि नभेटिए झाँक्रीका शरण पर्नुहोस्। यमराजले नपत्याए बाँच्नुहोस् नभए मर्नुहोस्। यति गर्दा पनि तपाईँ उम्किनुभयो भने वायु सेवा निगमको जहाज चढ्नुहोस्। ताप्लेजुङ पुग्न उडेको दार्चुला पुगेर लड्नुहोस्। आउनुहोस् 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 नेपाल सरकारलाई सघाउनुहोस्। आउनुहोस् 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 नेपाल सरकारलाई सघाउनुहोस्। धन्यवाद।